नमस्कार। आज यहाँहरू समक्ष पारिजातको विषयमा म केही कुरा राखौँ कि भनेर उपस्थित भएको छु। केही कुराहरू राख्न अनुमति चाहन्छु। पारिजात एउटा यस्तो वृक्ष हो जसलाई हामी हिन्दू धर्म मान्नेहरूले मन्दिरमा यसलाई रोप्छन्, हुर्काउँछन्, बढाउँछन् र पुज्दछन्। जसरी पिपलको महत्त्व छ, यसै गरी बरको महत्त्व छ, यसै गरी पारिजात पनि पूजनीय बिरुवा, यसको धेरै महत्त्व छ। आउनुहोस् पारिजातको मानिससँग के कति यसको आयुर्वेदिक फाइदा लिन सक्छ मानवहरूले यस विषयमा चर्चा गरौँ। सर्वप्रथम त अब धेरै जस्तो मान्छे अलिकति बुढो भएपछि, अलिकति उमेर चढ्दै गएपछि जोइन्ट्सहरूको समस्या देखा पर्छ। घुँडा दुख्ने, जोइन्ट्सहरू दुख्ने, मसलहरू दुख्ने, अनेक किसिमको चाहिँ समस्याहरू हुँदै जान्छन्। त हामी यसको लागि हामी लाखौँ खर्च गर्छौँ। जति खर्च गरे पनि यो स्थायी समाधान एलोपेथिकबाट सम्भव छैन। गाह्रो छ। धेरै मान्छेहरू कुँजिएका छन्। भन्नुहोस् त यसको पीडा कति बढी हुने हो। अब यही सामान्य हाम्रो मन्दिर वरिपरि कहीँ कतै पनि यो बिरुवा हामी पाउन सक्छौँ र यसबाट आयुर्वेदिक दबाई बनाउन सक्छौँ भने सित्तैमा गड गिफ्टेड चिजहरू हामीले प्राप्त गरिसक्यौँ भने त्यसलाई हामीले किन युज नगर्ने। यो अनुभव सिद्ध प्रयोग हो। म यहाँहरूलाई यसको बनाउने तरिकासहित म यहाँहरूलाई बताउने छु। अब यसलाई बनाउनको लागि एकदमै सजिलो छ। त्यति गाह्रो झन्झट केही पनि छैन। तपाईँले 6वटा पत्ताहरूलाई टिप्नुहोस्। यो अलिक खस्रो हुन्छ। यो खस्रो भएको हुनाले यसमा धुल मिट्टीहरू जम्मा भएको हुन्छ। त्यसैले यसलाई अलि राम्रोसँग सफा गर्नुहोस् 6वटा पत्तालाई। यो दैनिक खुराक 1 दिनको। अब यो पत्तालाई तपाईँले धोइ पखाली गरेर ग्राइन्डरमा राख्नुहोस्। त्यसमा आधी लिटर बराबर पानी राख्नुहोस् र यसलाई ग्राइन्डर चलाइदिनुहोस्। मिक्सी करिब 1-1.5 मिनट चलाएपछि त्यो जुस हुन्छ। पानीमा घुल्छ, जुस हुन्छ। त्यो जुसलाई निकालौँ र त्यस पछाडि त्यसलाई ग्यासमा या चुल्होमा राखौँ र त्यसलाई करिब 15 मिनट 20 मिनटको उसमा त्यो आधीभन्दा तल घटिसकेको हुन्छ त्यो पानी। यसलाई भन्छ काँडा। काँडा तयार भयो तपाईँको। अब यसलाई छल्नीको सहायताले त्यसलाई छान्नु। हामी जसरी चिया छान्छौँ त्यसै गरी छानेर यसको जुन छोक्रा फाल्ने र पानी मात्र बाँकी जुन काँडा तयार हुन्छ पानी, त्यो पानीलाई तपाईँले बिहानको 8 बजे 7 बजे देखि 8 बजीसम्म खाली पेट खानुपर्ने हुन्छ। यसरी खाँदा दैनिक जस्तो तपाईँले 12-15 दिन खानुभयो भने तपाईँको जस्तोसुकै दुखेको, जति पुरानो, चाहे 45 वर्ष 50 वर्षको पुरानो समस्याहरू छ भने यसले छुटकारा दिलाउँछ। यति सस्तो घरेलु उपचार हाम्रो वरिपरि हुँदाहुँदै हामी लाखौँ खर्च किन गर्ने। एक त दुःख पाइँदैन, एक प्राकृतिक भयो होइन। त्यसैले त्यो पारिजातलाई पुजिन्छ नि, किनभने हामीलाई यत्रो फाइदा दिन्छ। जुन कसैले गर्न नसक्ने कामहरू यसले हामीलाई फाइदा दिइरहेको हुन्छ। अब यो त भयो दुख्ने विषयको कुरा। अब अर्को यसको बेनिफिट भनेको के छ त भन्दा यो मेन्स हुन्छ नि एमएमा होइन, कसैको रगत बढी जाने, अधिक मेन्स हुने हुन्छ। अब यसलाई चाहिँ यसको पत्ता भनौँ कलिलो पत्ता कोपिला भनौँ न, कोपिला र मरिच मिलाएर दैनिक खानुभयो भने
यो समस्याबाट तपाईँले छुटकारा पाउन सक्नुहुन्छ। अधिक मेन्सको लागि यो भयो होइन। अघि मैले भनेको जुन काँडा छ नि, त्यो काँडा नै तपाईँको चाहिँ जतिसुकै विषम ज्वरो होस्, त्यो ज्वरोमा पनि तपाईँले 1-2 मात्रा मात्रै खाइदिनु भयो भने त्यो विषम ज्वरो त्यसले काटेर सटक्कै झारिदिन्छ। ज्वरोको लागि पनि त्यत्तिकै भ्यालुएबल भयो होइन। अब यही पारिजातको बोक्रा हुन्छ नि, बुरुकको बोक्रालाई थिच्ने, कुट्ने, त्यो लुदी बनाउने, त्यो लुदीलाई तपाईँको पान पत्तामा राखेर चपाएर खानुभयो भने, पान पत्तासँग राखेर होइन, यसले खोकी लागेको, अधिक खोकी लागेको दमसम्मलाई पनि निको बनाउने क्षमता राख्छ। ल भन्नुहोस् त पारिजात कति भ्यालुएबल छ, यसलाई किन प्रयोग नगर्ने, जसबाट साइड इफेक्ट केही पनि छैन। प्रकृतिले दिएको गड गिफ्टेड चिज हाम्रो वरिपरि हुँदाहुँदै हामी यसलाई नेग्लेक्ट गरेर हिँड्छौँ। हामी विदेशी औषधिको पछि लागेर हिँड्छौँ। केही भयो कि हामी गइहाल्ने, एलोपेथी खाइहाल्ने। तर एलोपेथिकबाट निको नहुने अर्थराइटिस समस्या यसले निको गराएको छ, प्रयोगमा यो सिद्ध छ। त्यसकारण यहाँहरूले यो जानकारी पाउनुभयो होइन। यो यति महत्त्वपूर्ण छ, कृपया तपाईँले आफ्नो जीवनमा पहिला प्रयोग गर्नु। प्रयोग गरिसकेपछि तपाईँलाई आनन्द निको भए पछाडि अरूलाई सेयर गर्नु। यो भिडियो यो आफूले जानेको कला अरूलाई दिनुहोस्, किनभने अरूलाई पनि समस्याबाट मुक्ति दिलाउनु छ। आफू मात्र सुख पाएर हुँदैन, अरूलाई पनि सुख दिनु जरुरी छ। हस्त नमस्कार।